आफ्नो देशको झन्डा फरफराउँदै यसरी घुम्न कसलाई चाहिँ मन पर्दैन र है साथीहरू। जबकि आफ्नो देशको राष्ट्रियता, आफ्नो देशको झन्डा, आफ्नो देशको पहिचानको कुरा आउँछ भित्र मनबाट नै गुजबम आउँछ के। त्यसै गरी आज पर्न गएको पृथ्वी जयन्तीको सबजनालाई शुभकामना। आशा गरौँ पक्कै पनि देशले मुहार फेर्नेछ। यति भन्दै गर्दामा हामी चाहिँ आशावादी मात्रै नभएर निराशावादी पनि धेरै छौँ है। देशको चिन्ता छुट्टै छ, आफ्नो चिन्ता छुट्टै छ। अनि यत्तिकैमा चाहिँ हाम्रो यो चिन्तालाई चाहिँ पर भगाउन त भनेर साथीहरू मिलेर चाहिँ हामी आज टोकियोबाट नजिकै रहेको सागामीको लेक र त्यहाँ रहेको पहाडमा हाइकिङ गरौँ भनेर सबजना मिलेर निस्क्यौँ। साँच्चीकै राम्रो रहेछ सागामीको लेक चाहिँ। तपाईँहरू पनि काम पढाइले गर्दाखेरि थकित हुनुहुन्छ, स्ट्रेस छ, कहाँ जाने के गरेर चाहिँ माइन्ड फ्रेस गर्ने भनेर सोचिरहनु भएको छ भने पक्कै पनि यो नजिकै टोकियोबाट नजिकै रहेको सागामीको लेकमा जानुहोस्, एकदमै बबाल छ। त्यतिकैमा नि हामीले हेर्दै गर्दाखेरि सागामीको लेकमा पुगेर हेऱ्यौँ भने यस्तो लेकहरू त हाम्रो देशमा त कति छ नि होइन। हामीले चाहिँ किन प्रमोट गर्न नसकेको, यसरी नै व्यवस्थापन गरेर प्रमोट गर्न सक्यो भने त हाम्रो देशको लागि पनि कति फाइदा हुन्थ्यो नि। आशा गरौँ हेरौँ अब देशले पनि मुहार फेर्छ कि। त्यत्रो भएको जनविद्रोह, जेनजी आन्दोलनले पनि खोइ खासै केही परिवर्तन ल्याए जस्तो लागेन। अब चुनाव हुन गइरहेको छ, चुनावमा चाहिँ सबैजनाले राम्रो मान्छेलाई चाहिँ हाम्रो भन्दा पनि राम्रो मान्छेलाई छानिदिनु होला, जसले चाहिँ हाम्रो देशको मुहार फेर्नेछ। जय चन्द्र सूर्य।